मान्छे आइहाल्ने सुत्त त्यत्रो गाली खुवाएर त्यत्रो गरेर दिउँसो बसेन बिर्स्यो भन्ने सोच्यो होला साला खाते बेरोजगारी तल सुत आफ्नो ठाउँमा सँगसँगै आउने सुत्त तमासँग बेरोजगारी मेरो दाजु गरेर हुन्छ म अफिस जाने मान्छेको 1 रुपियाँ कमाएर ल्याउनु छैन त्यही ल्याउँदै मेरो सँगसँगै दाजु राख्छ यहाँ सुत्त ल साला खाते मान्छेलाई कमाएर ल्याउनु कति गाह्रो हुन्छ त्यही पनि टाइममा खाना पकाएर घिटाउन नसक्ने यत्रो भन्दा पनि लाज शरम छैन अलिकति घिन छैन गएर 1-2 पैसा कमाउनु नि 100 रुपियाँ कमाउनु नि कमाएर ल्याएको साला घरमा ल्याएको रासन पानी पनि ठिक समयमा पकाएर खुवाउन नसक्ने साला खाते साला त जस्तो बेरोजगारी त बचेको भन्दा मरेको राम्रो छ के बरु एक छाप खाना त बच्छ नि मेरो चामल त बच्छ नि खानाको काल कस्तो कान नसुनेर सुतेको कुम्भकर्ण जस्तो गरेर बुढा के भयो के बुढो उठ्न ओए के भयो के उठ्न बोल्न ओए ओए उठ के भयो के उठ